अप्ठ्यारो हुन्छ अहिले We are heading towards कहाँ हो त्यो हस्पिटालिटी गरेको मान्छेले अलि ब्याकप्याक नागाथली यहाँ हाम्रो रुमबाट निस्किने बित्तिकै त्यहाँनिर बाइक त्यहाँनिर वाउ यो त टाइ चलाएर चाहिँ राखेको हुन्छ त्यहाँ जाने हो सफ्ट सिट डाँडामा कफी मिठो चिनिएन ओइ सुशील खोल नि त्यो चिनिएन नि बुवा कि तिमी कसको फोटो चिनिएन ओइ सुशील खोल नि त्यो चिनिएन नि बुवा कि तिमी कसको फोटो मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार बिहानै निस्किनु पर्ने हुन्छ बाध्यता होइन र होइन बाध्यता धेरै टाढा छैन हामी ऊ त्यो माथिको डाँडामा मात्रै हो जुम गर्न मिल्दैन यो सन अग्लो डाँडा जुन छ त्यसमै हो ल धेरै टाढा त छैन त्यो अलिकति उतै माथि डाँडा उतै हिँड्न 6-7 घन्टा लाग्छ धेरै माथि त छैन अलिकति माथि हो ल गातलाङ स्टार्टिङ फोटो ल गातलाङ नयाँ चिज देख्यो डुङ्गा भनौँ डुङ्गा त होइन कसैलाई 3-4 वटा छ ज्ञान दिनु कसैलाई थाहा छ भने कमेन्ट गर्नुहोस् ल धन्यवाद ओह हाम्रो साथी एकजना हराउनु भएको थियो बाटो भुलेर जस्ट ओ ल यहाँतिर फोटो खिच्ने भयो भने आउँछ है दामी दामी आउँछ चेकी ए यार त्यहाँ पिन गर्नुपर्ने लोकेसन बिर्सेछ अब त थाहा भयो नि त च्यान डाँडा निस्किगयो हिमाल पनि निस्किगयो हामी त्यहाँबाट आएको त्यहाँबाट आएको हामी त धेरै आइसक्यौँ के हो पुग्नु पर्ने त्यहाँ हो धेरै टाढा छैन साथीहरू चिलिमे रसुवा सेन्जेन हाइड्रो पावर स्टेसन 42.5 मेगावाट चिलिमे रसुवामा हाम्रो साथीहरू हिँड्दै हुन्छ हेलो गरौँ हाई गाइज च्यानल टु माई वेलकम सो मनले हेरेन यार कस्तो मलाई पर्यो यहीँ आएपछि त आइपिओ पर्नै पर्ने हो चिलिमे भिलेजमा छ खै नाम चाहिँ के हो घर ग्याङ त जाँदैछौँ कहाँ पुग्नुभयो पुल चाहिँ त्यहाँ रहेछ पुल तर्नुपर्ने चाहिँ हामी कुन बाटो आयौँ थाहा छैन अनुसन्धान गर्दै हुनुहुन्छ उहाँहरूले मस्त हावा चलिरहेको पुल क्रस गरेर यो बाटो यहाँ चाइना पुगिन्छ
दुईटा बोका एक अर्कालाई हेर्दै यो टावरभन्दा यताबाट यतातिरबाट आएको हुँदै हुँदै त्यो गाउँ हुँदै हुँदै त्यहाँबाट झरेर यहाँ आइसक्यो जानु फर्स्ट ब्रेक है यस यो त फर्स्ट ब्रेक हाम्रो सिट ब्रो यो त पानी खानु हुँदैन है फर्स्ट ब्रेकमा हामी कहाँ देखाएको देखाइदिनु न धेरै देखाइसक्यो गातलाङबाट आएको हामी ओहो त्यो टावर भएको नेरीबाट आयो त्यो पुलबाट यस्तो 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 घुम्दै 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 आएका हामी खाना त है त्यहीँबाट यहीँ हो धेरै घुम्नु पर्ने भयो ओ यहाँबाट दामी माउन्टेन यो ट्रेक चाहिँ अहिले मान्छे खासै नहिँड्ने रहेछ बाटोहरू चाहिँ राम्रै छ तर दामी हिमाल पनि देखिरहेछ अनि यो लगभग बन्द भइरहेछ यो टी सपहरू जस्तो अघि तल नि एउटा बन्द भएको देखाएको थियो मेबी आजकल मान्छे हिँड्न छोड्यो होला हाम्रो साथीहरू त्यहाँ हुनुहुन्छ दामी छ ल अब देखिन्छ माथिबाट रेन्जहरू एकदम ध्यानले आउनु होला यो हिमाल त्यो चाहिँ रसुवाको तातो पानी हामी त्यहाँ जाँदैछौँ अहिले जमेछ ल चिसो खत्रै छ यहाँतिर यार हिउँनै छ नि दाजु हिउँनै सर्फाको हिउँनै म नि टेक्छु ल त्यसै गर टेकेन ल लौद छ हाम्रो नि ल साइबर किनेर हामी जान्छौँ
म त तिमीलाई धन्यवाद दिन चाहन्छु तिमी छैनौ र त मेरो यस्तो पहाडमा Wow. Oh my god. ल फाइनली तातो पानी आइयो होइन त हामी ल साथीहरू मेरो चाहिँ यो दुईतिरै खिच्न मिल्ने हो के मेरो पनि छ अगाडि पछाडि सुशीलको पनि छ बा हिमाल सो गुड यार केटाहरू भन्दा हिमाल राम्रो छ यो हट स्प्रिङ अनि चट्टलाएर यो हिमाल यस्तो ठाउँ चाहिँ रसुवा मात्रै छ है नेपालको अन्त कहीँ छैन वर्ल्डमै छैन यहाँ हिमाल यस्तो त अब घरमा बसेर पाइँदैन आउनुपर्छ यतैतिर